आज म नयाँ काम खोज्न जाँदाखेरि के भयो त मेरो हालत यस्तो हेर्नको लागि त सबैजना हेलो एन्ड नमस्ते, वेलकम छ मेरो मिनी ब्लगमा। आज चाहिँ चट्ट म बिहान बिहान उठेर ट्याक्क रेडी भएर इन्टरभ्यू र ट्रायलको लागि जाँदैछु। मेरो काम चाहिँ उता बढ्दोतिर अब म चाहिँ चट्ट निस्किनु पऱ्यो। ट्याक्क अनि बस स्टपमा आएर यसो बोलेर बस्यो अनि यताउति जुत्ता सुत्ता देखाएँ, फेरि माथि देखाएँ ट्याक्क। अनि फेरि चट्ट बसमा चढिसकेपछि यसो बाहिर साहिर भ्यू स्यू हेरेँ। अनि त्यसपछि चट्ट टोइलेट गएँ, यसो मुत्यो सुत्यो होइन। अनि त्यसपछि चट्ट यसो भिडियो सिडियो खिचा जस्तो गर्यो। अनि चट्ट आज चाहिँ आफूले नै वा क्या अम्बो सोचिरहेको छु मजा होइन। अनि त्यसपछि माथि गएर मेट्रो चढ्न गएको, सबैजना मोबाइल मुजेर गए त। त्यसपछि टक्क मेट्रो सेट्रो चढेँ अनि यसो आफूलाई हेर्दै अरूहरूले हेरिरहेको होइन, मस्त छ मार्ग। त्यसपछि ट्याक्क बढ्दो पुगेर होइन यसो भिडियो बनाउँछु भनेर गरेको घामले कान फटाएर त्यसपछि रेस्टुरेन्ट पुग्यो, बोल्यो यस्तो देखाइदिएँ। त्यसपछि अनि एकछिन बाहिर गएर बसिराखेँ, टाउको दुखेर अनि टाउको समाइरहेको थियो, के हुन्छ होला भनेर है। एकछिनपछि त अनि ल काममा लाग भाइ, अब तिमी काम गरिहाल भने हाल्यो। अनि त्यसपछि म पनि काम साइकल डेलिभरी सेलिभरी दिएर आएर यताउति भिडियो सिडियो खिचिरहेको छु। माथि तल गएर होइन सरर यसरी डेलिभरी दिने आउने काम हो मेरो चाहिँ होइन। अब त्यसपछि ट्याक्क एउटा बिल्डिङमा पनि आयो, त्यो बिल्डिङमा गयो, ट्याक्क भिडियो सिडियो बनायो अनि गऱ्यो। अनि त्यसपछि चाहिँ चट्ट राति पनि भइसकेको थियो, खानासाना चियासा खाएर अनि त्यसपछि पास भयो खुसीले गर्दै खुसी भएर हिँडिरहेको छु म चाहिँ होइन। नहोला सो म चाहिँ काममा पास भयो। अब यो मेको अन्तिमतिर जान्छु, सेटल हुन्छु त बढ्दो गएतिर, एकदम खुसी लागिरहेको छ। 16 बाई गाइस, यति हो।